यो चाहिँ माडी रापती पुल तर्दैछौँ हामी। विक्रम बाबाको मेला लहर विक्रम बाबा जाँदैछौँ हामी हैन। विक्रम बाबा एउटा धार्मिक स्थल हो र वहाँ धेरै भक्तजनहरूको भिडको कारणले गर्दा आज धेरै जाम बस्नु पर्यो। मुगलिनको जाम त के हो र साथीहरू, गाडीको जाम त देखियो तर आज मान्छेको जाम पनि पहिलोचोटि देखियो। जाँदा त खासै भिड थिएन, आउँदा त एक पाइलो चाल्न पनि 2 घन्टा बसेर बल्ल एउटा पाइलो चालेर बल्ल 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 पुल तरेर आयो। ल यो चाहिँ हामी जाँदैको अवस्था बिहानै हो। बिहान जाँदा त ठिकै थियो तर पूजा सकेर फर्किने क्रममा हामी धेरै बेर जाममा बस्नु पर्यो। ल हेर्नुहोस् कति भिड छ। विक्रम बाबा चैत महिनामा लाग्ने यो विक्रम बाबा वर्षको 1 महिना त्यही कति दिन लाग्ने हुन्छ, 10-15 दिन। त्यही भएर यो अत्याधिक भिड भएको छ। साइरा ल साइरा बेबीले के गरेको? ल हामी चाहिँ अब सालको रुखमा पूजा गर्ने क्रममा छौँ। अब यहाँ पूजा गरिसकेर गएर नरिवल फुटाएर अनि हामी त्यहाँबाट निस्किन्छौँ। यो चाहिँ पूजा सकेपछि टिका लाउँदै ओफो ल बुढीले टिका लाउँदै छिन्। आशीर्वाद के हो मनमा नै आयो होला हैन। ल ठिक छ। साइरा यता हेर। हामी चाहिँ त्यहाँ सकेर पूजा सकेर यता आएर बसियो। फर्किने क्रममा हामी छौँ। नानी हिँड्दा थाकेर हामी एकछिन आराम गरिरहेछौँ। पापा चाहियो साइरालाई हो। हामी चाहिँ हिँड्दैछौँ। साइरा छोरीलाई लिएर हिँडिरहेको छु होइन। साइरा छोरी ल हात्ती हेर। हात्ती देख्यो हात्ती तिमीले आज? 2टा थियो हात्ती। 2टा? ल हामी चाहिँ अब जाममा फस्यौँ है त गाइस। ल जाम सुरु भयो। अब 2 घन्टासम्म हामी यहीँ हो क्या। ल 2 घन्टासम्म यहीँ हो। पाइलो चाल्दैन कसैले हेर्नु। पुरै लाइन नतर्दै पुरै लाइन।